हे व्हाट्सअप गाइज के छ तपाईँको हल्का बरम आज आइसकेको छु नयाँ भ्लगको साथ वेलकम टु माई न्यू भ्लग र आज चाहिँ मेरो मम्मी कान्ट कुक फुड अनि बाबा चाहिँ बाहिर कामले जानुभएको छ। अब मैले आज पकाउनु पऱ्यो आज होइन। मैले दाल पकाइसकेँ। यो भात हो, भात यसो भिजाएर पकाउँदैछु होइन। यो चाहिँ गाइज मेरो किचन छ यहाँ चाहिँ होइन। यो चाहिँ दिस इज माई किचन। अनि आज चाहिँ यहाँ चाहिँ मेरो के घाउ भएछ छ्या कस्तो। अनि अघि भर्खर चाहिँ म यहाँ घर बुवा आमासित चाहिँ कुरा गर्दै थिएँ होइन। अनि अरू त ठिक छ गाइस। सो बाहिर मम्मीले पकायो नि त। अनि सो आज चाहिँ मैले पकाउँदै थिएँ गाइस होइन। म चाहिँ कुक सेफ बन्ने क्या म चाहिँ सेफ। त्यति राम्रो त पकाउँदैन गाइस, खाना लायक हुन्छ होइन। ठिकै छ अब के भन्ने। अनि यो चाहिँ फ्यान छ है गाइस, फ्यान होइन, टेबल फ्यान। यहाँ लास्टै गर्मी जाने त्यो भैरवा साइड सालझन्डी। यो चाहिँ हाम्रो घर चाहिँ होइन सालझन्डी। पुरै डिटेल दिने होइन नि त। सालझन्डी होइन भैरवा साइड। सालझन्डीभन्दा 13 किलोमिटर उता हो क्या होइन गाइस, सालझन्डी नै होइन। सो भैरवा साइड चाहिँ लास्टै गर्मी हुन्छ नि त। आज फेरि बिहान उठ्ने बित्तिकै गर्मी थियो। बिहान उठेर एक्सर्साइज गर्नु पऱ्यो होइन। आज फेरि म जिम गएन किनकि बाबालाई जान्छु थिएन। मम्मी बाहिर खाना पकाउने पोचा लाउने पनि के गर्नुपर्छ नि त। त्यही भएर आज चाहिँ म गएन होइन। सो अब भोलिदेखि अब कहिले अब भोलि नि खै त्यसै हो त्यस्तै होला। आइतबारदेखि हुन्छ होला गाइस। सो दिस इज माई किचन। त्यहाँ चाहिँ फ्यान छ।